हेलो नमस्ते ब्याक टु माई अनदर न्यू न्यू ब्लग। आज धेरै दिनपछि ब्लग बनाइरहेको छु किनभने आज हाम्रो दिदीको घरमा वर्ष दिने कामको पूजा चलिरहेछ। अनि बिहानदेखि त म यताउति गरिरहेको थिएँ नि, बल्ल फ्री भयो, फोन पनि चार्जमा छ अलिकति। अनि ब्लग बनाएको अहिले चाहिँ पूजा चल्न लागेको छ, स्टार्ट हुन लागेको छ। रेडी हुँदैछ सबै कुरा, भइसकेको छ भनौँ न। हजुर सो अहिले चाहिँ रेडी हुन बाँकी छ। आई मिन सेटअप हेरेको छ, सेटअप भन्नाले पूजाको सेटअप चाहिँ भरिसक्यो, भइसकेको छ, स्टार्ट हुन बाँकी छ भन्नाले पूजा चाहिँ। अनि त्यही हो, अहिले चाहिँ म एकछिन यहाँ बसिरहेको छु, यहाँ भिडियो सिडियो बनाउँछु पहिले म, अनि त्यसपछि फेरि मेरो पुरी छाक्ने खान्छ, पुरी पनि छाक्नुपर्ने छ। सो हेरौँ के कस्तो हुन्छ आजको ब्लग, धेरै दिनपछि पनि बनाउँदैछु। होपफुल तपाईँहरूले माया देखाइदिनुहुन्छ, सपोर्ट गरिदिनुहुन्छ, त्यही हो। अहिले चाहिँ अब एकछिन रुक्नु, अब पूजाको पनि केही तपाईँलाई देखाउने नै छु, रातिको पनि देखाउने छु, के कस्तो हुन्छ, रमाइलो हुन्छ। सँगै हिँडौँ, सँगै गरौँ है त, पर्खिँदै गर्नु, हेर्दै गर्नु। माला जस्तो बनाउनु न, तलै झर अहिले पानी बस्नु न अब त शिव नामासी शक्ति पिता नमस्ते अर्थमा माइक शास्त्र देव शिवाय नमः ओम मेनन्त शास्त्रम श्री शिवाय नमः दुर्गा शास्त्रम गतम दुगम प्रबद्ध करुणामय शास्त्रमिति सदा सर्वज्ञ ओम श्री शिवाय नमः राख्नुहोस्। एउटा गोलो फल लिएर नमस्कार गर्नुहोस्, बिहाको पूजा गर्नुहोस्। हरिओम देवम महामे नमस्कार दिव्य नमस्कार राता सकाले होइन सेट पयालोले हरिओम सदा सरस्वती प्रथम सर्वदेव सर्वनाथो परिचय मानस निरञ्जन देवता कर्मणिक कर्तादिनाम्ना सम्पूर्ण शास्त्रमिति सर्वज्ञ शास्त्रमिति ओम प्रतिवचनाय शास्त्रमिति ओम प्रतिवचनान छोडिदिनुहोस्। आसन पुष्पको राख्नुहोस्, पाद्यम पानी छर्किनु, स्वर्ग मर्ग छर्किनु, चन्दन चन्दन तथा सर्वण शास्त्रमिति मानस अनन्त अमृता सर्वनिदाय शास्त्रमिति सर्वनाथो परिचय भाषास्त्रमिति भगवन्तराय समानस शास्त्रमिति दयाबद्धता तथा सर्व देवता शास्त्रमिति प्रतिवचनम अनन्तो देवता कर्मणराय शास्त्रमिति सुखी भगवान् हरिओम गणनान्त्वा गणेशको पूजा गर्नु। भोलि गणपति गङ्गा भाइ त्यागु गणेश हरिओम गणनान्त्वा गणपति गङ्गा भाइ प्रेरणान्त्वा प्रियपति गङ्गा भाइ निधिरान्त्वा निधिपति गङ्गा भाइ बसो मम रातोले होइन, रातो त्यहाँको गणेशलाई रातोले रातो एउटा मात्रै हो। हरिओम धनजना तथा शास्त्रमिति त्यहाँ शिवजीसँग बसेका हरिओम सन्मिति गणेश शास्त्रमिति ओम प्रतिवचनम नीलञ्जना देवता कर्मणिक कर्माधिकामना सम्पूज्य शास्त्रमिति सर्वजनाथ कर्मणा हितवा शास्त्रमिति नीलञ्जना देवता कर्मणिक कर्माधिकामना शास्त्रमिति प्रतिवचनम अपूपम समर्पयामि नमः अपूपम चढाउनुहोस्। हेलो के रे बा कौन आयो हाम्रो बाजेको दही हुँदैन बा हुँदैन अनि लकडी होइन ग्यास चुल्हैमा हुन्छ होला हौ। चढाउनुहोस् अनन्त अमृता शास्त्रमिति मधुकानी मह चढाउनुहोस्। कल्याण दिने सुगन्ध दिने होइन त्यो यहाँको त्यो लगाउन पाइँदैन, यो भ्यू अनन्तम सविता देवता कर्मणिक कर्माधिकामना सम्पूज्य समोधात्रणात् वा शास्त्रमिति तृणमिन्दं सकारण सर्वज्ञ सर्वनाथो परितदायित मानस नो यज्ञम तथा सर्वं देवता शास्त्रमिति भुवनदायित मानस एवि कर्मणायत वा शास्त्रमिति सुखानितो अभि कर्मणायत वा शास्त्रमिति ओम गणाधिपतये नमः। गणेशको नमस्कार गर्नुहोस्।
हरिओम सद्मिति रमा फलम घृतम चिरम एउटा कोसो कोला लिएर नमस्कार गर्नुहोस् हरिओम रमा फलम घृतम चिरम हरिओम रमा फलम घृतम चिरम ज्ञानगा कोटि सूर्य प्रभु अभिनव कुरुमेदेव सब कार्येषु सर्वदा राखिदिनुहोस् गणेशमा हरिओम देवता तथा शास्त्रमिति करेन आइतबाने निजना शास्त्रमिति माल्यान दिने सुगन्धिनी माला चढाइदिनुहोस् फुल राखिदिनुहोस् न अनन्ताम व्रता शर्मणदार शास्त्रमिति त्रिणन्द आइतबाने से माला सम्झिनु त्यसलाई अनन्ताम देवता कर्मणिका कर्मादि कामना सम्पूज्य सबत्रत्वा शास्त्रमिति ओम प्रतिवचनम ढोगिदिनुहोस् अब माझमा अब पाथीको माथि पूजा गर्नुहोस् हरिओम श्री सते हरिओम श्री सते लक्ष्मी सुपता भावरात्रि पार्श्वे नहत्राणी रूप सहिष्णाम सर लोकाइष्णाम अवतारित भा शास्त्रमिति त्रिणन्दायित भा शास्त्रमिति भगवत राइज मानस वेभो कर्मणायित भा शास्त्रमिति कर्मिनु सकारण सर्वज्ञ नाथ देवाय नाथ कर्मणायित भा शास्त्रमिति एवं तथा तथा सर्वम गादो देवं सनातनो धर्मव्रतायतो सर्वं जयितां गतितां भवेत् रणकन्नायित भूतानि देवी भो नमः अनन्तां शास्त्रमिति वनान्तरायतो सर्वं देवी भक्षन्धनां भवेत् देवी लोकं पयामृतो अनन्तं रोहितां सर्वं अनन्त रोगिता देवं देवराजे सनातनो धर्मवर्षितो वेष्टवि धर्मै व्रतायतो सर्वं ऋणके ब्रह्मदा सर्वं निश्चयन्तं सुखी भव अनिच्छीबन्धन सुखी भव प्राणितमयता सर्वं देवमानुमुतानितो लोकके गोलोकनाशाय लोकपालं प्रदा भवेत् यदि अर्पणदा सर्वं नारायणे नियुतं भवेत् अनन्तं नमः निरुचत समायति कार्तेयमृतं समद्भवेत् ललितामयता सर्वं लोकपालं प्रदा भव आदिदेः कर्मगाथाय यो हेराउनु भएका ग्रहहरू त होइन नि होइन हेराउनु भएको त छैन नि एक ग्रहको स्वस्ति शान्ति मात्रै हो नि त अनन्तं ग्रह देवाय ग्रहदेवं सनातनो धर्मव्रतायतो सर्वं गाच्यत्यं दैत्यं भवेत् ऋणबन्धं त सतु हो सत्यदेवं सनातने अभितो कर्मदेवाय कर्मवेतं भविष्यति द्वारिका किञ्चितो सर्वं आवायां दत्ता भवेत् सहस्रणिता स्मृति चेतागं सहस्रजनेन धन्वानि धनमसि अभिरुद्रतेका घन शिरोपर अभित्र सत्मिति तेकागं सहस्रजनेन धनवानि धनमसि नीलग्रीवासति कंठ रुद्र रुद्रः उपक्षेरिता तेकागं सहस्रजनेन धनवानि धनमसि नीलग्रीवः सेति कंठ सर्व अन्धा समाचार तेकागं उच्चे भाइ त सबका पाराले हो जान्छ कुखुराको खोर चाहिँ ननिकाल एडिट गर्नु तल चिया पकाउने लाने गर्दै पिसिएल रोटी पकाउने लाग्नु पर्दैन होइन गरिसक्यो मैले भनेकोले मलाई गएर भन्ने जस्तै लाग्यो त्यहाँ मेरो छोरा बुढा निकाल्नु लाग्छ ल घरको पर्दामा यस्तै हुन्छ यहाँ चाहिँ हाम्रो को भनिदिनु न त नाति दिदीको नातिको नातिहरू दिदीको छोरा तपाईँको नाति यता फुपू यता यता आउनु सबैजना हेर्नु म एउटा फोटो खिचिदिन्छु फोटो खिचिदिन्छु उभिनु फोटो होइन भिडियो पनि हुँदैछ यता यता हेर्नु त ल यता हेर्नु ल यता अरूको मान्छेको यता दामी भयो ल अब हामी लाखपतिको रेडी गर्दैछौँ होइन अब हामी लाखपति रेडी गर्दैछौँ हेर्न पाइयोस् भरे नै भरे नै त गाह्रो हुन्छ भोलि चाहिँ हुन्छ हामी सबै हिँडिहाल्छौँ टिभीमा आउँछ नि त सो लाखपतिको लागि रेडी हुँदैछौँ अब लाखपतिको बेला भेट्नुपर्छ काकी चाहिँ के हो एक्लै एक्लै फोन देखाएको सो एकछिन भेटौँ गाइज अब रेडी हुँदैछ लाखपतिको लागि अहिले भिजाउँदै भएन भने
कान्छी अर्को पनि छ होइन कपालले ल्याएको ल्याऊ मलाई हेरिबसेको एउटा त बेलपाती लिने एउटा त फुलपाती लिने फुल लिने फुल के ल ल समाउनु नानी नानी यहाँ ल्याउनु नानी यता ल्याउनु मान्छे सबै जान आँटिसक्यो उ त योगेला सुगमलाई दे हो तल नानी जान्छु भन्नु अब यहाँ के गर्नु भन्नु होला भने नि पाती चढाएर यहाँ आरती भइसकेपछि पुलमा चढाउने चिजहरू जति एउटा उसमा लगेर अलग राखेर अनि अरू अरू पाउनुहोस् यही हो ल जो त फुलपाती बेलपाती लिनुभयो बेलपाती बेलपाती यहाँ चढाउने हरिओम निर्माण रूपम तापसम स्वरूपम अजम निरूपम सीता माका समासम भजम भवानी निराकार मलंकार निराज्ञानमोदे संगिरीसम परलमा काल काल गिरपालम गुणाकार संसार रूपम संसार पारणतो हम त्रिशंगा संभवम मुखविरम मन भूतकोटि प्रवासम शरीरम सुरोडिनी चारुंगालो संपालने भुजंगा चल पुनर्नु सुक्नमेश व्यामी पकडम पडम भानुकोटि प्रकाशम त्रय सुलपाणी भजयम पदे भावकन्दम कलाजित कल्पान्तकारी सदास सदास नदिता मुरारी प्रसिद्ध 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 उन्माधारी भजन्ती लोके परे नारायणम सुखम शान्ति सम्भावना साय देव मार्गम सनातन धर्म प्रतायतो देव प्रणता बस्ता सर्वम निरंजनायता शाश्वत मिति अकुनाय दैत्वा शाश्वत मिति अनंतम देवता सर्वम देवकर्मणाय माने निरंजन शाश्वत मिति स्वस्ति एता भवा स्वस्ति स्वस्ति तो दैता सवा एव कर्मं सदाः समाप्ते चादतातावतम स्वस्ति रो भव निर्विधम करुणा देव देव शास्त्रमिति सनातन धर्म प्रदायतो सर्वं गाता देवं भविष्यति भयता भयता भविष्य नाशो हेतम भवः भवेत् निर्णयता शास्त्रमिति ऋणबन्धिता सद्मिति हरिं ब्रह्मा कर्म युतो देव्य अतो शास्त्रमिति हरिं श्री सत्यनारायण देवताभ्यं नैषो जुग्नोस् अनन्ताम हरिष कैलासे सुतरे सिंहे सुटस्वट दर्शनवे समगुण भीनेतु जरामर्द विवर्धिते सजिता सजिताभाव नीलजना वार्ता शास्त्रमिति कैलासमेव शास्त्रमिति हरिं श्री शिवाय नमः अनन्तामृता सर्वं देववार्ता शास्त्रमिति सर्वज्ञनाथ देवाय नाथरा शास्त्रमिति पुनन्तामृता सर्वं देवगातं पदाः पदा भवेत् द्वारिका एवता सर्वं दामर्गं सनातनो भक्तभक्ता हिता सर्वं देवितामृता भवः निरञ्जन देवकर्मणि कर्मणाम् एवता सर्वं निरञ्जन शास्त्रमिति सर्वज्ञनाथ कर्मणाय शास्त्रमिति हरिं श्री सत्यनारायण देवताभ्यं नमः गादो देवं सनातनो धर्म प्रदायतो देव निरञ्जना देवता कर्मणि दायित्वा शास्त्रमिति करविन्दं सर्वज्ञ सर्वनाथाय सर्वज्ञ प्रदा भव प्रदा शास्त्रमिति अनन्तं देवता कर्मणाय शास्त्रमिति एवच पुराणाय शास्त्रमिति अनो देवता शास्त्रमिति पार्वती नन्दनाय अवन्तं शास्त्रमिति श्रीदासमिति हरिं श्री ओम श्री शिवाय नमः अनन्तं व्रता सर्वं गादो देवं सनातन धर्म वर्धितो शास्त्रमिति विश्रामं वदितां भवेत् ऋणदेवं सनातनो धर्म प्रदायतो सर्वं काचायम शास्त्रं वाचा कायेन वाचा मनसेन्द्रियैर्वा स्वजात्मना स्फूर्तिः स्वाभावात् करोमि यद् सकलं परस्मै नारायणाय समर्पयामि तद् श्री सत्यनारायण देवताभ्यां नमः ओम श्री शिवाय नमः चढाउनु फुल यता चढाउने बेलपाती उता चढाउने फुलपाती यहाँ चढ्नु हुँदैन बेलपाती यहाँ चढ्नु हुँदैन बेल कहाँ छ फुल मात्रै यहाँ फुल चाहिँ यता ल्याऊ पाँच पाँच फुल चाहिँ यता ल्याऊ है यो आरतीले पूजा गर्नु अधोगितं पापो निहत सदा शास्त्रमिति
दिन दिन रूप धारे सचा शास्त्रमिति नारद करद निराज घट धनी बाजय जय लक्ष्मी रमण जय लक्ष्मी रमण प्रबल भय कलि कारण दिग्जके दर्शन दिए बुढो ब्राह्मण भनमे कवच महल क्रिया जय लक्ष्मी रमण जय लक्ष्मी रमण दुर्बर भिल्ल कठोर निरज पर कृपा करी जन्म एक राजा जनकपति हरि जय लक्ष्मी रमण मनोरथ पाए श्रद्धा जनकी तो फल भोगे जय लक्ष्मी रमण जय लक्ष्मी रमण श्रद्धा निज को काज सर जय लक्ष्मी रमण जय रमण ग्वाल भाल राजा बने भक्ति करे मन बचन भव दीने दिन दयालु हरि प्रसन्न पथ चलार कदली फल मेवा धुपदीप तुलसी राजा सेवके फल श्री सत्यनारायण ज्योति आरती वैभव भवन निवास स्वामी श्री मुख संपत्ति फल फल पावै जय लक्ष्मी रमण आरती की जय राधा राम देखिए सदैवरी भक्ति करो हूँ प्रभु आरती ओम देव हर हर देवानंद शास्त्री अवंतम शरणं गतं प्रभु अनंतम शरणं शैलासमुदी राखौँ मलाई तुम्हारी अलि उता अगाडि चारेर सो गाइज अब चाहिँ हामी लाखबत्तीतिर लाग्छौँ डाइरेक्ट अब लाखबत्तीको हेरमै त लास्टै लामो भयो होला माइन्ड नगर्नु जे हो त्यही हो है सबैले चुम्मा कसले नाम दिएन आन्टीलाई बोक्नु नि त के परबाट भन्नु पर्यो बच्चालाई बोक्नु छैन आज दिनभरि किन जान आँटेको बोक्न कहिले चाहिँ पनि खानु निकाल्छु टोकिन्छ नि म कपाललाई टोकिन्छ ढिलो थालेको छोरालाई बुझ्दैन मोबाइल हेर्दा त झन् हेर्नु सुन्दा गाई भन्दै अब यहाँ के रुँगेछ मेरो कान्छीको कचरा पनि निस्किँदो के बोलाएको छोरीकोमा ल भन्नु त सोध्न अनि भन्छु कि के गर्नुभएको भन्नु न के गर्नुभएको आमा यहाँ लाखबत्ती बाल्ने हामी यहाँ कार्यक्रम छ अहिले यी लाखबत्ती बाल्ने सुरसार छ अरू अनि अब के भन्नु अर्थ भन्न न तिमी पनि कहीँ पैसा हाल्नु न यहाँ पैसा पनि हाल्छु माथि पूजा घर पूजा हुँदैछ माथि घर पूजा हुँदैछ यहाँ हामी यहाँ लाखबत्ती भिजाएर यहाँ बाल्ने तर्खरमा छौँ सर्वज्ञ सर्वनाश शास्त्रमिति प्रतिवचनम अब त्यो घडालाई पूजा गर्नुहोस् उयो यसलाई हरिओम देवम हरिण दास शास्त्रमिति निरञ्जन देवता कर्मणिका अधोम तथा शास्त्रमिति प्रतिवचनम वो त परकोलाई श्रीधा तथा शास्त्रमिति सदा धराय देवतम कर्मणा रूपम कर्मणिका रूपास्त्रमिति पुरन्तम सर्वदेवाय शास्त्रमिति ओम प्रतिवचनम त्यसलाई देवाम तथा तथाक शरणाक भाइ शास्त्रमिति श्रीमोग्य अनन्तम भविता सर्वनाथ शास्त्रमिति पुरन्तम सर्वदेवाय सर्वनाथो परिश्रास्त्रमिति ओम प्रतिवचनम अधो नाम शास्त्रमिति ओम शास्त्रमिति वो त पल्लो बत्तीलाई पूजा गर्नुहोस् ल हरि ओम देव मार्गण शास्त्रमिति पोषण करुणामय तथा शास्त्रमिति सदा सबै आएछ अनन्तैवता सर्वं देवलोकं सदा भगवत् भाषेण भावकार्य शास्त्रमिति भवन्तं सर्वदेवाय सर्वनाथो परिचिताय शास्त्रमिति अब हो त्यसलाई पूजा गर्नु अनन्तम श्रेष्ठ जगत भारत शास्त्रमिति सदा सर्वदेवाय समात सकिन्छ भिडियो बना ल अगाडि सर अनन्तम कविता देवता कर्मणिका कर्माधिकारमा सदा धर्मेण दास देवता लोकनाम कर्मम रदा स्वमिति निलंगना देवता कर्मणिका कर्माधिकारमा जातोमिति अदो देवम गतम पापम जातोमिति भिडियो बना म चेन्ज गरेर आउँछु लास्ट क्वेशन अनन्त एतमा शास्त्रमिति ओम सुखी भव वो त माझमा राख्नुस् त फुल
तल 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 भुइँमा 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 त्यसरी राख्नु हुँदैन माथि बत्तीमा फुल डढ्नु हुँदैन दिदी अर्को पनि छ निकाल्नु त फुल हरि ओम सदा शास्त्रमिति प्रतिवचनम दियो बाल्नुहोस् काका दियाको पूजा गर्नु हरि ओम दीपम आमे नमस्कार दीपे गुणम गो देव देव शंकर सानिकर देव सातेसम भावतम स्वस्तिरो भाव अनन्तम धरिता सर्वम देवमार्गम सनातन धर्म प्रदाय दो सर्वम त्यसमा भित्र चाहिँ नपरोस् नि फेरि त्यो असेता अनन्तम सविता देवम देशा सुखा भव आदित्य मर्दा सर्वम देव कर्म रहित भव शास्त्र मुनि सुखी भव भयो भयो जे पर पर चढिदिनु अनन्तम सर्वता देवता काका चाहिँ अघि लाग्नु न यताबाट अघि लाग्नु सर्वदेशो परता शास्त्र उसमा चाहिँ दियामा चाहिँ नपरोस् है असेता अनन्तम प्रता सर्वम सर्वदेश शास्त्र मिले सर्वज्ञ सर्वनाथो परिचय शास्त्र मिले बहुतराय मानस अदाम पापम शास्त्र मिले सर्वणम सर्वनाम शास्त्र मिले ओम सुखी भव कति फन्का भयो अनन्तम पाप कर्मराय शास्त्र मिले कर्मणम सर्वज्ञ सर्वनाथ शास्त्र मिले सदा सर्वदा हरदेवम देवशास्त्र सर्वम देवता लोकनाथाय लोकव्रत शास्त्र सदाजीवी सदा सुखी भयो कोही घन्टी ल्याउनु घन्टी जाऊ जाऊ घन्टी लिएर आउनु मैले लाएर फर्केर है फेरि फर्केर दिदी के अरे पनि भन्दैन यो लिएर आउनु माथिबाट भनेर हैन जुन जुन काम नसक्यो त भन्दैन अनि यहाँ लगाइदिने होइन मम्मी हुनु नि त तपाईँ हुँदासम्म त मैले राम्रो भेटेँ स्वस्ति पढ्न आउँछ भने पढ्नुहोस् है तपाईँहरू सबैजनाले मैले पढ्ने तपाईँहरूले पढ्ने अनन्तम स्वस्ति 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 स्वस्तिको शास्त्र मिले हरिओम हरिओम निरञ्जन शास्त्र मिले नारायण भव सर्वम बोल्दैछ छिटो छिटो आउनु छिटो छिटो जानु न सल्किँदै छ त एकजना गर्नु न उहाँ होइन म गरिदिन्छु लु यता सल्किन्छ केही हुँदैन घोडा तान्नु सलिएका यता तान्नु उता तान्नु आगामी नभेट्ने गरी तान्नु पल्लोमा त्यो अझै तान्नु उता उता माथि राख्नु अझ पनि पकुर छ भने आज जाउँ कपुर कम्ती भयो धुलो हाल्नु भएको थियो भने जति माथिबाट छुरुरुरु पार्न पाएको भए नि पूर्वको सल्काउनु पहिला उताको सल्काउनु मरो क्या हो
तान्नु छ त तपाईँ अलि वरा तान्नु ल यता पूर्व फर्केर नमस्कार गर्नुहोस् त्यो त्यही उतापट्टि त्यहाँ होइन हो त्यो वर्षा दिदी भिडियो गर्दैन सोम दिदी भिडियो गर्दैन हौ ओइ सोम दिदी भित्र भिडियो गर्दैन हौ सबैले दया बन्दित आकाश समिति ओम प्रतिवचनम अब ककसका आमालाई बोकेर घुमाउनुहुन्छ भने घुमाउनुहोस् है ल यो बेर भेलाको अलिकति भए पनि यस्तो राम्रो हुन्छ अरे हो बेसरले डेपुला कुमारी डेपुला बोकेर कुमारीलाई घुमाउँदा हुन्छ हात समातेर घुमाउँदा हुन्छ हात समातेर हात समातेर घुमाउनु ठुलो मम्मीको भइसक्यो अरे बोकेको राम्रो भन्छ क्या बोक्नु न हो योगेन बेना केटाकेटी जस्तै बोक्यो कति मजाले बोक्यो खुट्टा ढोक आइज न छिटो अब एक सारो नि धेरै बाँकी कहाँको होइन पर्दैन मलाई बोक्नु
खुट्टा ढोक सो गाइस अब चाहिँ हामीहरू के अरे यसलाई पुरी सकिएर फेरि बनाउन तर्फ लागिसकेको छौँ। यहाँ हाम्रो दाइ चाहिँ बेल्ने तरिकाले यो भाइ चाहिँ हाम्रो हेल्प गर्ने मान्छे है। डान्स त गर्नु हुँदैछ होइन त्यही पनि अब सो गाइस सकेपछि भिडियो नै अफ भयो क्या अनि अब अलिकति अप्ठ्यारो भयो होइन। अनि यहाँ चाहिँ हाम्रो सोल्टी हुनुहुन्छ। ओ सोल्टी हाई भन्नु हेलो अच्छा के पोलो हाम्रो यहाँ चाहिँ पुरी बनाउने अङ्कल अङ्कल हाल भनिदिनु त हेलो भन्नु न यहाँ रोटी यो पुरी कसरी पकाउने भनिदिनु त पकाएको पैसा दिँदैन नि फेरि पकाएको पैसा दिँदैन भन न तपाईँ चाहिँ फेरिको हो हाम्रो यहाँ चाहिँ गाइस बच्चा चियर पार्टीहरूको धेरै यहाँ चाहिँ खानपिन हुँदैछ होइन। अनि यहाँ चाहिँ के भन्छ त्यसलाई थाहा छैन मलाई आफ्नो तर्फ जानुपर्छ हामीहरू चाहिँ डान्स चाहिँ हुँदैछ होइन अनि अब चाहिँ हो अलिकति डान्स हुन्छ गाइस।